हेलो गाइस, वेलकम टू माई यूट्यूब च्यानल। आज चाहिँ हामी जाँदैछौँ कन्याम। अनि मम्मी म कुमार्दा मात्रै जाँदैछौँ किनभने बाबा चाहिँ अलरेडी गइसकेको पहिला नै। अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ मेरो लुगा चाहिँ 2 दिन भयो एउटै लुगा लगाएको। बेसी लुगा ल्याएन, गरम भनेर चाहिँ होइन, तर बेसी लुगा नै हामीले ल्याएन। त्यसले गर्दा चाहिँ एउटै लुगामै अब घुम्दैछु। सुटिङहरू पनि हुने रहेछ होइन, यो जग्गामा दामी रहेछ। चिया बगान त्यतिर धेरै मार्केटहरू रहेछ। तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ है, यो चाहिँ सेम उताको जस्तै ठाउँ रहेछ, यता हाम्रो सिक्किम जस्तै होइन। अन्त एकदमै राम्रो पनि रहेछ। अनि हामी चाहिँ यहाँबाट कुरा गर्दै जाँदै थियौँ, यो चाहिँ सेम सिक्किम जस्तै पहाडहरू होइन, हाम्रो यस्तै हुन्छ सेम रोडहरू। अन्त हामी अटोले गर्दा मात्रै हामी नेपालमा छौँ भन्ने खालको फिल भइरहेको छ भन्दै हामी गफ गर्दै आउँदै थियौँ होइन। अनि यसलाई चाहिँ मैले भोइस ओभर गर्दैछु किनभने यो अटोको आवाजले गर्दा चाहिँ बोलेको केही पनि सुन्दैन रहेछ होइन। अन्त एकदम रमाइलो रहेछ। अब यो जग्गाहरूलाई चाहिँ उयोहरू भन्यो है साथीभाइ, हामीले चाहिँ अब त्यहाँबाट कति पुग्यो सबै देख्छ भन्छ, त्यो सबै देख्छ भन्छ। आइपुग्यौँ साथीभाइ, हामी चाहिँ कन्याम। हेलो गाइस, हामी चाहिँ आइपुगिसकेको छौँ यहाँ कन्याममा। हजुर, कन्याम आइपुगिसकेको छ, तपाईँले हेर्नु सक्नुहुन्छ होइन। अनि फुल गोलेको फुल यहाँ रहेछ, नभन्नु नि यहाँ भिडियोमा अहिले। कन्याम चाहिँ तपाईँले हेर्नु सक्नुहुन्छ यस्तो छ होइन। अहिले चाहिँ एकदम रमाइलो रहेछ, राम्रो लाग्यो मलाई यो ठाउँ कन्याम। तर सेम मलाई चाहिँ के लाग्यो भने नाम्ची तिमीतारको जस्तै लाग्यो। अन्त अब यसो घुम्नु ओर्नु नकुहिने मैला खेल्ने रहेछौँ यहाँ चाहिँ। एउटा फुलको लागि आउने होइन फेरि। सो दिस इज गाइस कन्याम। भन्दा चाहिँ मम्मीले चाहिँ के डिसाइड गर्नुभयो भन्दा चाहिँ ट्रेडिसनल ड्रेस पनि लगाएर यसो फोटो खिच्ने भनेर होइन। अन्त हेरौँ कस्तो हुन्छ, मम्मीलाई कस्तो देख्ने रहेछ। म चाहिँ लगाउँदिनँ किनभने मेरो चाहिँ अब हप्तै पछि लाउनुपर्छ ड्युटी गएपछि होइन। त्यसले गर्दा ट्रेडिसनल ड्रेस लाउनु। एकजना नचिन्ने मान्छे देखेँ होइन, तपाईँहरूलाई म देखाउन जाँदैछु। हाम्रो मम्मी चाहिँ नचिन्ने भएर आइपुगिसक्नु भएको छ होइन। एकदम राम्री भएर ट्रेडिसनल ड्रेसमा मगर ड्रेसहरू यो चाहिँ। फोटो सेसनहरू हुँदैछ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अन्त एकदम राम्रो लाग्यो मलाई यो जग्गा। ड्रेस लाउनु पनि सस्तो रहेछ यहाँ चाहिँ, 150 रुपियाँ मात्रै अरे, आधी घन्टाको लागि अरे हो। अब ऊ माथि डाँडामा गएर यसो अलिअलि फोटोसोटो खिचेर चाहिँ फर्किने हामी। अनि अन्त हर्स राइड गरौँ भनेको त्यो चाहिँ 1500 अरे हो। यहाँ एउटा उयो पनि रहेछ, के भन्छ त्यो, अब त्यसलाई के भन्छ मलाई थाहा पनि छैन होइन। त्यसरी डान्स गरेर
चाहिँ भिडियो पनि बनाइदिने रहेछ क्यामेरा रोल गरेरै तर अब हामी चाहिँ बनाउँदैनौँ हो किनभने हामीलाई आउँदैन सकेको गीतमा नाच्नु ल अब चाहिँ हामी यो पहाडमा हामी जाँदैछौँ सबैजना होइन अन्त मम्मी पनि जानुहुँदैछ कुमारदा अन्त राम्रो रहेछ अब चाहिँ हामी यो चिया बगानको माथि जाँदैछौँ सबैजना चाहिँ हाम्रो दाजु हुनुहुन्छ त्यही त मास्क खोल्नुहोस् न म यो युट्युबमा हाल्छु नि ए हजुर सब्सक्राइब गरिदिनु होला सक्नुहुन्छ कन्यामको दृश्यहरू पशुपति कतापट्टि हो यो चाहिँ नेपालको झन्डा पनि रहेछ फोटो खिचाइ हुँदैछ हाम्रो दाजुले चाहिँ दामी फोटो खिचिदिनु हुने रहेछ होइन हाम्रो आफ्नै पढ्ने दाजु हो अनि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ यहाँ मुनि हामी तिनजनाको खिचिदिनु यहाँबाट फर्केर जाँदैछौँ ओह्रालो होइन सबैजना तल आजको मेन मोडल चाहिँ हाम्रो मम्मी हो इस्लाम जिल्ला भएर कन्याम घुमेर त्यहाँदेखि चाहिँ हामी चाहिँ अब पिकल पनि भन्नु मिल्छ होला सो या गाइस अब हामी चाहिँ यहाँबाट जाँदैछौँ कन्यामबाट चाहिँ बेसी पनि घुमेन हामी कम्ती त्यहाँ बेलुका फर्किनु पनि पर्छ अटोमा होइन टाढो बाटो अब चाहिँ हामी पिकल बजार अलिकति एक झलक हेर्नेछौँ अन्त तपाईँले हेर्नुहोस् कस्तो छ होइन पिकल बजार मलाई यो चाहिँ एकदम राम्रो लाग्यो एक्ज्याक्ट नाम्ची जस्तो पनि होइन रहेछ मैले चाहिँ सोचेको थिएँ एक्ज्याक्ट नाम्ची नै जस्तो होला भनेर तर नाम्ची जस्तो चाहिँ होइन अनि अलिकति राम्रै रहेछ अन्त ट्रेडिसनल ड्रेसहरू पनि सस्तै रहेछ अनेस्टली एकदम सस्तो नै रहेछ होइन कति थियो भन्दा चाहिँ 150 रुपियाँ मात्रै अनि सस्तो लाग्यो हाम्रो उता चाहिँ अब सिक्किममा चाहिँ अलमोस्ट उनीहरूले लिन्छ होला 500 to 50हरू त लिन्छ कम्तीको पनि होइन अन्त मम्मीलाई कस्तो लाग्यो ट्रेडिसनल ड्रेस लगाएर राम्रो मन पर्यो मलाई मम्मीलाई सुहायो किन मम्मी गोरी पनि हुनुहुन्छ हामीलाई चाहिँ सुहाउँदैन भन्नु भएको छैन होइन मैले चाहिँ लगाइनँ किनभने के लगाउनु एकछिनको लागि त हो भनेर नि अनि घोडामा चाहिँ नचढेको अडिसक्यो घोडामा चढ्नु फेरि अलिक महँगै रहेछ नि त 1500 अरे अन्त होस् भनेर कुनै दिन आएर फेरि चलाउँला सो गाइस हामी चाहिँ पिकल बजार आइपुगिसकेको छ अघि चाहिँ मिसप्रनाउन्स भएछ है पिकल होइन पिकल पनि रहेछ पिकल बजार रहेछ सो पशुपति जाने ठाउँ पनि देखाइदिन्छु होइन म तपाईँहरूलाई पशुपति जाने ठाउँ पनि देखाइदिन्छु अनि तपाईँले हेर्नु सक्नुहुन्छ यो चाहिँ पिकल बजार एकदमै रमाइलो रहेछ पिकल बजार तपाईँले हेर्नु सक्नुहुन्छ होइन कुमार दाले एकदम ह्यान्डसम देखेर अन्त मम्मीलाई पनि पिकल बजारमा देख्नुभएको जग्गा चाहिँ पशुपति जाने ठाउँ रहेछ अहिले भर्खर तपाईँलाई मैले देखाएको होइन
फेरि पनि हामी ब्याक टु कन्याम भइसकेको छौँ। यहाँ दिनुका चाहिँ कन्याम हो। यता माथिको तपाईँहरूले हेर्न सक्नुहुन्छ एकदम रमाइलो भ्यू हुन्छ। युट्युबमा आउँछ नि, युट्युबमै हेर्दा हुन्छ। प्लेन एरियामा आउँदा चाहिँ अर्कै दुनियाँमा आएको छ। मेन स्पटमा आएर चाहिँ फोटो खिचेको थियौँ, तर मान्छेले गर्दा चाहिँ हामीले फोटो राम्रो खिच्नु पाएन। अब कन्याम डल्लै फुल चाहिँ निस्केन होला हो। अन्त कुमार दाले चाहिँ स्क्यान गरेको जस्तो गर्दैछ होइन। अब चाहिँ हामी लाग्दिएको चाहिँ गएको कुटी डाँडामा। गाइस हामीहरू चाहिँ के पोखरी पो अरे कुमार दा, के पोखरी भन्नुभयो? हाँस पोखरी। अब हेरौँ है हाँस चाहिँ छ कि छैन है। हाँस चाहिँ धन्न रहेछ होइन। तपाईँहरूलाई म एक नजारा पनि देखाइदिन्छु अहिले। पहिला आफै घुमिहाल्छु। कुमार दा कस्तो लाग्यो तपाईँलाई हाँस पोखरी? रमाइलो रमाइलो, एकदम रमाइलो, शान्ति भइरहेछ, शान्ति भइरहेछ, खुसी भइरहेछ, फ्रेसनेस एउटा। कहाँ जानुभयो मम्मीहरू त? अन्त यसो एक राउन्ड घुमेर आएर खिचौँ है। दामी रहेछ यो चाहिँ हाँस पोखरी अरे। हाँस एक दुईवटा हाँसहरू। यो पानी चाहिँ के भएर यहाँ जन्मेको हो कि हालेको त्यो चाहिँ याद भएन। त्यो चाहिँ याद भएन, हेर्दा चाहिँ हालेको जस्तो छ तर प्लास्टिक उयो गरेको होइन। मजाले बना नेचुरल पोखरी नै हो यो हुनु चाहिँ होइन। तपाईँले हेर्नु सक्नुहुन्छ यहाँको नजाराहरू। हेर्नुहोस् है तपाईँहरूले हाँस पोखरी। यहाँ हामीहरू चाहिँ यहाँ खाजा खानुको लागि आइरहेको छ होइन। हामीले खानुको लागि चाहिँ मेन यो हेरेर आएको थियो, झोल मोमो होइन। छैन रहेछ, अब भेज इस्कुसको मोमो नै खानुपर्ने भयो। किन पर बसेको? इस्कुसकै मोमो रहेछ। अब जे छ त्यही भेज मात्रै हुँदो रहेछ नि। यता फेरि हामी पऱ्यौँ, फेरि बाघलाई साग दिएर हुँदैन, बाघलाई त मासै चाहिन्छ। खाजा पर्खिँदा पर्खिँदा भोक मरिसक्यो भन्नु पनि लाग्दैन। भोक पनि लागेको छैन मलाई त। मलाई त हल्का लाग्दैछ। भाइ आउँदा त भर्खर भट्टाभट भएको। मलाई त भाउजूले खाना बनाइसक्नु भयो होला भनेर बाहिर आएर तारा भाउजूसँग गफ गर्दै बसेँ कि भाइ रोएर भात खाना बनाउनै दिएन रहेछ। त्यहाँदेखि म फेरि बसेर सब्जीहरू पकाउन थालेको। खाजाको पर्खाइमा हामी चाहिँ बिहान खाएको याद आइछ कि मैले त थपिनँ नि त खाना। मैले थपेँ नि, नथपी खाएको मिठो भएछ नि त। सो हाम्रो खाजा चाहिँ चाहिँ हामी चाहिँ खाँदैछौँ। दुईजना थुक्पा खानु हुँदैछ, हामी चाहिँ यता खाँदैछौँ। कस्तो रहेछ म टेस्ट गरेर भनिदिन्छु तपाईँहरूलाई। मोमो चाहिँ मिठो रहेछ होइन।
मिठो रहेछ थुक्पा झापाको बाटोहरू सबको चाहिँ एकदम प्लेन एरिया यहाँदेखि चाहिँ तातो भइहाल्यो एकैछिनमा चेन्ज भइहाल्यो हामी चाहिँ घर फेरि फर्केर धन्न आज चाहिँ रुबेनले काम गरेको देखेँ मैले नबच्च यिनीहरू बस्यो खायो बाबालाई ल्याइदिएको अरे कस्तो हामी बस्ने बनाइहाल्नु भएछ चाहिँ कन्यामबाट घुमेर आएर पनि म चाहिँ नुहाएर फ्रेस भइसकेँ मम्मी चाहिँ यहाँ माइजू हेलो माइजू मेरो जेठी माइजू हुनुहुन्छ मम्मी चाहिँ यहाँ उयो गर्नुहुँदैछ अब म चाहिँ यहाँ अब बुवालाई सघाउन आँटेको कुखुराको अनड्रेसिङ गर्नुको लागि होइन आएकोदेखि कुखुरा लोकल कुखुरा खाएकै छौँ हामी चाहिँ हुँदैछ हेर्नुहोस् गाइजहरू यहाँनिर दादाले रक्सी काट्नु हुँदैछ दादा चाहिँ सिक्किममा हुनुहुन्थ्यो अनि यहाँ चाहिँ नेपालमा आएर कुखुरा काट्नु हुँदैछ मावल आएर भोलि चाहिँ यहाँ क्रिसमस रहेछ होइन त्यसले गर्दा चाहिँ अलिअलि रमाइलो कुखुरा सुखुरा काटिसकेर मेरो अलिक खाँदै गरेको पानी चाहिँ यो बाहिर छैन रहेछ यो मम्मीकै होला हेलो गाइस आजको भ्लग चाहिँ मैले यतिमै एन्ड गर्ने निर्णय लिइसकेको छु किनभने हामी हिँडेर जाँदैछौँ यसो वक अलिक बिजी भयो आज एन्ड हुँदैछ खानासाना खाएर होइन हेर्दै गर्नु होला भोलिको फेरि खास प्रोग्राम भोलि चाहिँ फेरि अब खास प्रोग्रामको आउँदैछ होइन आजको यो भ्लग एडिट गर्दिनँ होला म भोलि नै गर्छु भोलि नै हाल्छु एक दिन बिराउँदै आउँछ मेरो भ्लग चाहिँ होइन किनभने रिसाउँछ यो डेली हाले म हेर्नु पाउँदिनँ भनेर भन्छ भोलि तेरो क्यारलमा के हो डान्स एउटा डान्स तैँले गर कुमार दाले गीत गाउने म डान्स चाहिँ गर्ने थिएँ होइन गिटारहरू पनि ल्याएको हुन्छ सबै क्रिसमस गीत होइन म त खालि मात्रै हो रक वर्सिप मात्रै गाउँछ कुमार दाले होइन ठिकै छ अब यहाँको आउँदै यसो हिँडेको मात्रै हामी होइन हुन्छ गाइस बाइ बाइ गुड नाइट स्लिप वेल